लिक भयो भने छुट्टै कारण भयो, ग्यास सकिने, नत्र ग्यास चाहिँ नि कहिल्यै सकिन्न के। हाम्रो फ्रिज त बिग्रिएको छ ग्यास सकिएर भनिन्छ नि, त्यो होइन, लिक भएर सकिने हो के, त्यस्तो हुन्छ होइन। अनि यो ग्यास चाहिँ नि भित्र जान्छ नि, यहाँ भित्र आउँछ के। ए पुरा वायरिङ हुन्छ के। ए हो यो पाइपहरू देखेको छ नि, एउटा दुईटा तिनवटा चारवटा पाँच छवटाको यो बुट्टा छ नि डिजाइन, त्यसमा पुरै ग्यास दगुरेको हुन्छ कि, पुरै ग्यास दगुर्छ। कम्प्रेसरबाट यता आउँछ, यहाँको गर्मी सोच्छ, फेरि त्यो ग्यास बाहिर कन्डेन्सर पाइपबाट सर्कुलेसन हुँदै फेरि कम्प्रेसरमा जान्छ। यो सर्कुलेसन भइरहने, यो बढी चिसो भयो भने बन्द गर्छ टाइमरले होइन। अनि ग्यासहरूलाई पुरा फिल्टर गर्नलाई त्यहाँ फिल्टर राखेको हुन्छ होइन। थर्मोस्टेट यहाँ हुन्छ, कति धेरै चिसो चाहियो कम धेरै गर्ने होइन, यो सबै गर्ने हो। अनि यहाँ चिसो भइरहँदाखेरि के हुन्छ, यो यस्तो सिङ्गल डोरहरू आइस कुलिङ सिस्टम हुन्छ के, आइस भित्र परेर बल्ल फ्रिजलाई चिसो फाल्छ के होइन। अब यो आइस भरिँदै 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 1 महिना 1.5 महिनामा यो ढोका लाउन पनि मिल्दैन के। अनि त्यस्तो बेलामा के गर्छन्, कतिपयले चक्कुसक्कुले हानेर त्यहाँ आइस तोड्नुहुन्छ के, त्यो चाहिँ गर्न हुँदैन। किन गर्न हुँदैन भन्दाखेरि यो ग्यास दगुरेको यो पाइप छ नि, आइसमा भरिएको हुन्छ, त्यहाँ चिफ्लिएर हो यो पुवाल पर्ने हो के। यो स्टिलमा पुवाल पर्यो भने ग्यास लिकेज हुन्छ के होइन। अब जानी जानी त गर्ने होइन, झुक्किएर हो, झुक्किँदाखेरि के हुन्छ भने त्यो चिफ्लिन्छ के, आइसमा चिफ्लो हुन्छ नि त, त्यही भएर त्यहाँ पुवाल परेर ग्यास लिक हुने हो। त्यस्तो भयो भने वारेन्टी पाइँदैन, 7,000 रुपियाँ जति बनाएको लाग्छ। त्यो काम कहिले गर्न हुन्न। अब यो ढोका लाउन मिलेन, आइस धेरै भयो भने हो यो बिचको बटम छ नि, यसलाई प्रेस गरिदिएपछि यो पुरै आइस पग्लिन्छ। आइस पग्लेको पानी यो ट्रेमा खस्छ, यो ट्रेबाट फेरि यहाँबाट पछाडि बक्समा गएर जम्मा हुन्छ, एक एक थोपा 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 चुँदै जान्छ। त्यसरी आइस पगाल्ने होइन। लाइन बन्द गरिदिए पनि हुन्छ, लाइन बन्द गरिदिने, ढोका खुल्लै राखिदिने। यसरी ढोका खुल्लै राखिदिएपछि फ्लुत्तै एक दिनमा चाहिँ पुरै बरफ पग्लेर पछाडि जान्छ। यसरी गर्नुभयो भने फ्रिज 20औं वर्ष चल्छ के अरे। सक्कुले हानो, त्यहाँबाट आइसबाट भाडामबुडुम पारेर फ्रिज बिग्रिन्छ। यो काम गर्नु हुँदैन है। यसरी जतन गरिदिने हो भने राम्रो चल्छ।